हेलो गाइस, स्वागत छ मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी के भन्छन् काप्राको हाँगा लगाउन जाँदैछौँ क्या हैन। घरदेखि निस्किसकेका छौँ, जाँदैछौँ 3 जना। त गाइस हामी अगाडि बढ्दैछौँ, हेर्दै रहनुहोला। हाम्रो टोलीहरू चाहिँ यस्तो छन् फेरि। म त बस्ने अरे यिनीहरूले खन्ने अन्टे क्या, अगाडि हिँड्दा खान्। भान्जा ओइ ओइ कालै ओइ ओइ कहाँ हेरिरहन्। मान्छे बाजे गरे खै अन्टी हुनु न, कहाँ जानुभयो? यहाँ म चाहिँ सप्पल हो कि झप्पल हो खोज्न आएको। कहाँ छ क्या? यहाँ छ कि छैन यार? कोही छैन नि त यहाँ त, रहेनछ त। कहाँ राख्नु भएको त? अन्त गइदिए मात्रै छ। झप्पल चाहिँ यहाँ अन्टी घर भेट्यो है। फेरि सानो रहेछ, त्यो ठुलो त चाहिएको त थिएन भन्ने आज। झप्पल हो कि सप्पल हो? यो सानो छ यो त। खुर्पा र झप्पल बोकेर चाहिँ म अब हिँड्दैछु, जाँदैछु। यही हो झप्पल सप्पल के हो यो हैन। मद्रासबाट आएबाट त कालो पनि भइएछ हो भन्ने। पहिला त गोरो गोरो जस्तो लाग्थ्यो त यार। हैत्तेरिका, घाममा नहिँड्दाखेरि नि यस्तो कालो भइन्छ त नेपाल बस्दाखेरि। गाइस गाह्रो छ नेपालमा। हाम्रो एकजना साथी चाहिँ थाकेर यहाँ पुरै बसेछन्। खन्ना मान्छे यस्तो गर्छ नि यही बाटोमा। आऊ जाऊ आऊ 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 यत्तो लग अड्डियो के। जाऊ 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 जाऊ। गोरु छ त्यहाँ माथि हो हामीले गाड्ने चाहिँ लगाउने। हामी नजिक आइपुगिसकेका छौँ गाइस। अब चाहिँ त्यही गएर भिडियो बनाउँछु है त। यहाँ बिचमा गोरु रहेछ क्या, ट्याग गर्ला भन्ने डर लागिरहेको। गाइस फाइनली एउटा काँक्राको रुख पनि लगाइयो। जाग्छ कि जाग्दैन त्यो थाहा छैन, अब लगाउनु चाहिँ लगाइरहेको छु। गाह्रो पो हुँदैछ हौ। के छ गाइस, भिडियोले चाहिँ लाइक सब्सक्राइब कमेन्टले चाहिँ दोहोरो भरिदिनु पर्छ है। अर्को कामदार फेरि उहाँ छ नि, यस्तरी हानेपछि त गाडी उ भइहाल्यो है, ढलाउन। झप्पल पनि अलिक सानो भयो क्या, बाजे गरेको ठुलो भयो। खन्नु पर्ने छ, पिछाड भयो। अब चाहिँ हेर्दिन खन्नु लाग्छ गाइस होइन। अब चाहिँ हेर्दिन लगाउने हो एउटा। यसमै चाम्रो छ माटो त।
के भन्छन् बन्द गर अब हातको छाला शुद्ध गइसक्यो मेरा खन्दा खन्दै दह्रो गाह्रो हुँदैछ हौ गाइस हेर्नु त अब चाहिँ हामी घरतिर लाग्नलाई काम सक्यो होइन बाई बाई गाइस अब चाहिँ भोलि भन्नाले अब अर्को भिडियोमा भेटौँला गाइस है ओके अरू भिडियो लाइक सब्सक्राइब अनि कमेन्ट चाहिँ दह्रो थपिदिनुपर्छ ल